दिदी नै आउनुभयो। त्यसपछि हामी सबैजना धेरै खुसी नै छौँ। यो उपाधि जित्ने भनेर आएको छौँ। त्यही भएर एनबिएफ चाहिँ हाम्रो लागि चाहिँ धेरै ठुलो खेल हो। यो जित्न सक्यो भने धेरै राम्रो हुन्छ हाम्रो लागि। त्यही भएर मेहनत गरिरहेको छौँ। अझै पुगेको छैन, अझै फाइनलमा पुगेको छौँ। फाइनलको लागि अझै तयारी गर्नुपर्ने छ। त्यसमा चाहिँ हामी धेरै तयारी गरिरहेको छौँ। तपाईँहरू खेलिराख्नु भएको थियो, तर हरेकचोटि फाइनलमा गएर विभागीय टिमसँग छुट्टिनुहुन्थ्यो होइन। तर यसपालि प्रतिभा बहिनीको आगमनले टिमको कम्बिनेसन कस्तो? यसपालि दिदी हुनुहुन्छ। पहिला चाहिँ हाम्रो आफ्नै हामी एकैजना सबैजना एउटै भएर चाहिँ हाम्रो चाहिँ मोटिभेसन चाहिँ अलिक कम थियो। अहिले चाहिँ दिदी हुनुहुन्छ, त्यही भएर अहिले डर चाहिँ लाग्दैन। त्यही भएर दिदी भएपछि चाहिँ ढुक्क छ। उहाँले के गरिहाल्नुहुन्छ नि भनेर आशा छ। फाइनलमा गएर चाहिँ यसपालि चाहिँ त्यस्तो हुँदैन होला। सबैजना धेरै राम्रो छ। आज पनि एफएफसँग निकै कम्पिटिसन थियो। फर्स्ट सेटमा, सेकेन्ड सेट पनि कम्पिटिसनै भयो, तर थर्ड सेटमा राम्रो खेल्नु के चाहिँ राम्रो गर्नु? हाम्रो चाहिँ फर्स्टमै हाम्रो सर्भिस बिग्रियो। हाम्रो सर्भिस बिग्रिनुकै साथ हाम्रो पोइन्ट गइहाल्यो। सेकेन्ड फर्स्ट सेट र सेकेन्ड सेट, अनि जब लास्ट सेट आयो त्यसमा चाहिँ हाम्रो सबैजना मिलेर हाम्रो कम्प्युटरहरू कलेक्सन गऱ्यो। त्यसको लागि चाहिँ थर्ड सेटमा चाहिँ धेरै राम्रो भयो। खुसी लाग्यो। थर्ड सेटको तपाईँको स्ट्राइक पनि निकै चल्नु भएको थियो। थर्ड सेटमा चाहिँ अब जोस आएको अब बहिनी धेरै माथि गइसकेको थियो। त्यही भएर जस स्ट्राइक आएको खुलेर खेल्नुभयो। हजुर, खुलेर। सेटर तपाईँले जुन म्यान अफ द म्याच आज सेटरलाई डेडिकेट गर्नु, खासमा के लाग्छ? सेटर कस्तो भयो? सेटरको पर्फर्मेन्सले कतिको उसको चाहिँ अब भनौँ न धेरै राम्रो छ सेट चाहिँ। त्यही भएर हामी सबैजना मिलेर कम्युनिकेसन गरेर सबैजना खेलिरहेको छौँ। त्यही भएर राम्रो भएर मिलाउँछ। फाइनल पुग्नुभयो, ट्रफीको यसपालि कतिको नजिक जस्तो लागिरहेछ? हामी ट्रफीको चाहिँ धेरै नजिक आइसक्यौँ। किनकि आज सेमी फाइनल थियो। सेमी फाइनल पुग्ने साल अब धेरै खुसी लागिरहेको छ। अब हाम्रो टार्गेट चाहिँ अब फाइनलमा हो त्यससँग। अब उहाँहरूसँग चाहिँ अलि खुलेर अब राम्रोसँग खेल्यो भने जित्न सक्छौँ। आफ्नो गेम खेल्यो भने फाइनलमा अझै सुधार गर्नुपर्छ भन्दाखेरि कुन पक्षलाई सुधार गर्नुपर्छ तपाईँको टिम? हाम्रो चाहिँ सबैजना अब भनौँ न सब आफ्नै गेम खेल्यो भने आफ्नै पोजिसनमा आफ्नै राम्रो गऱ्यो भने धेरै राम्रो खेल्छौँ भन्नु सक्छौँ। किनकि यति खेल्दा त अब यति भइरहेछ, योभन्दा अझै बेटर खेल्न सक्छौँ हामी। अबको साथ चाहिँ अब खुलेर खेल्नेछौँ। किनकि फाइनल हो, धेरै राम्रो गर्नुपर्ने छ। त्यही भएर दिदी हुनुहुन्छ। अब दिदीलाई 4 सपोर्ट दिनेछौँ हामी। दिदी भएपछि अब खुलेर अवश्य खेल्छौँ नि। त्यही भएर